हेलो हाई नमस्ते गुड मर्निङ सेवा र सबैजनालाई फेरि पनि यो मेरो सुन्दर एउटा मिनी भ्लगमा छोटो मिठो अनि तपाईँहरूले केही कुराहरू सेयर गर्नलाई आइराखेको छु। यो हाम्रो अहिले चल्दै गरेको नेपाली राजनीतिक तर्फको केही मेरो मनमा लागेको कुराहरू छन् होइन साथीभाइहरू। अरू त के होइन, तर अहिले जुन गृहमन्त्री बनेर आउनुभएको छ सुदन गुरुङ, उहाँ चाहिँ बेस्ट मान्छे हो र उहाँलाई जति पनि पीडित व्यक्तिहरू छन्, माइती मण्डलमा गएकाहरू छन्, उहाँहरूको के कुरा सुन्नुको लागि उहाँ गइराखेको हुँदाखेरि ऊ गृहमन्त्रीभन्दा ठुलो बनेर प्रश्न गर्ने, कुरा गर्ने होइन होइन त्यस्तो खालको व्यवहारहरू देखिरहेको थिएँ। त्यो चाहिँ मलाई ठिक लागेन। त्यो एकजना हाम्रो दिदी कि बहिनी हो, उहाँ गृहमन्त्री बोल्दै हुन्छ, उहाँको कुरा चाहिँ नसुने, उहाँ चाहिँ आफै बोलेकै गर्ने अनि अझै थर्काउने कराउनु थाले, फनक्क फर्केर गयो गृहमन्त्री होइन। त्यो चाहिँ मलाई बेस्ट लाग्यो कि होइन, गृहमन्त्री नेपालको होम मिनिस्टर जस्तो मान्छेलाई चाहिँ अपमान हुने ठाउँमा अनि किन बस्ने, उहाँहरूकै लागि केही राहत मिल्छ कि भनेर उहाँ आइराख्नु भएको छ। उहाँहरूले सपोर्ट गर्नुको लागि आइराखेको छ। उहाँको के समस्या हो सुन्नुलाई, पार्लियामेन्टमा जुन लानुलाई, उहाँको गृह मन्त्रालयमा सम्म पुर्याउनु अरू भए कति गाह्रो, कति शास्ति भोग्नु पर्थ्यो होला। तर गृहमन्त्री ऊ आफै त्यो ठाउँमा आएर उहाँहरूको के छ कस्तो अवस्था बुझ्नुको लागि आइरहेछ, तर उहाँले नै बोल्नु दिएको छैन। पीडितहरूले कराइराखेको छन्। एउटा अर्को मैले हर्क साम्पाङलाई पनि मैले त्यो शोभा पाठकीको भन्ने को मैले देखेको थिएँ होइन। त्यस्तो होइन नि, पीडित हो नि त, पीडित हो के। माननीयहरू आउनु छ होइन, उहाँहरूको कुराहरू सुन्नुहुन्छ, के मात्रामा भोलि उहाँहरूको कुरा संसदमा उठाउनु होला होइन। तर त्यो होइन नि, इन्टरभ्यू दिइसकेपछि हर्क साम्पाङसँग मेरो के अरे आश पनि छैन रे, हर्कसँगले गर्नु सक्छ भन्ने पनि लागेको छैन रे। के बोल्या दिदी, के बोल्या? चढ्नु जाने तपाईँ, महेश बस्नेतसँग चढ्नु जाने तपाईँ, अनि फेरि अहिले मलाई अन्याय भयो भनेर आउने तपाईँ, अनि तपाईँ अन्याय पर्नु भयो भनेर चाहिँ माननीयहरू मन्त्रीहरू आउँछ तपाईँले भेट्नु, अनि उसँग चाहिँ मलाई आशै छैन। कसको आश गरेर बसेको, कसको आश गरेर बसेको? हावादरी यार, तपाईँ कसैको आशमा छैन भने किन बस्यो त्यहाँ? किन बस्यो? जानुहोस्, नचाहिने कुरा नगर्नुहोस् न है साथीभाइहरू। कमसे कम यस्तो हो क्या। ठिक छ, महेश बस्नेतले उजुरी गरेको छ शुभा पाठकले, पीडितले न्याय पाउनुपर्छ, तर पीडित हो भन्दैमा त्यस्तो त गर्नु हुँदैन नि। कसैले माननीयज्यूहरूले, कसै मिडियाहरू लगायत कसै के भन्छ स्वयंसेविकाहरू होइन, कसै चाहिँ अनि के भन्छ आइएनजिओका मान्छेहरू आउँछन्, बुझ्छन् के हो कसो उहाँहरूको कुरा बुझ्छन्, अनि उहाँहरूसँग चाहिँ मन परेकोसँग चाहिँ गऱ्यो, मन नपर्नेसँग चाहिँ यसो आश छैन, त्यस्तो आश छैन, त्यस्तो होइन नि यार है साथीभाइहरू। मलाई चाहिँ त्यस्तो लाग्छ, तपाईँहरूले कस्तो लाग्छ होइन। तर अहिलेको सरकार चाहिँ मलाई ठिक लागेको छ है। अब सभामुखले को न्यायावलीबाट न्यायावली के भन्ने त्यो अब हामीले त त्यति साह्रो राजनीतिक थाहा छैन होइन। तर त्योबाट कहाँ के चाहिँ अब अर्को सम्बन्धले भनिराखेको कुराहरू हो होइन। तर अहिले गर्दै गरेको कामहरू चाहिँ मलाई ठिक लाग्छ होइन। सुकुम्बासी हुकुमबासी के कता कता हो होइन, त्यो कुराहरू आउँदै जाला। समिति गठन गर्दैछ है, समितिहरूबाट अब आउँला होइन। तर त्यो हाम्रो पीडित भनाउँदाहरू जस्तो लाग्छ कि मलाई चाहिँ। त्यो चाहिँ पीडितहरू त रुइराखेको छन्, तपाईँ आउनुभयो हाम्रो कुरा सुनिदिनु भएन, रुइराखेको छन्, उहाँहरूको काखमा रुइराखेको छन्। तर पीडित भनाउँदाहरू चढ्नु जाने आफै होइन, अनि योसँग मलाई यस्तो भएन त्यस्तो, हावा यार।